नमस्ते, म योगेन्द्र बोरा सिकाजदेखि र सरकार राज्य शिक्षकबाट जुन व्यवहार गर्नु पर्थ्यो त्यो नगरिकन सौतरी व्यवहार गरेको छ। यसका विरुद्धमा शिक्षकहरू बात हो तिर्खा नभनिकन सडकमा लम्बसार प्रदर्शनमा राज्य बेखबर भएको छ। राज्यले जुन प्रकारको नीति नियम बनाएर शिक्षकहरूलाई पनि चाहिँ सम्मानित मर्यादित पेसा बनाउनु पर्थ्यो त्यसो नगरिकन कर्मचारी भएका कर्मचारीहरूमध्ये पनि फरक व्यवहार गरेको देखाएको छ र यसका विरुद्धमा शिक्षकहरू 12 दिनदेखि आन्दोलनरत छन् र शिक्षकहरू अब रोकिनेवाला छैनन्। विगतमा गरेका चाहिँ विभिन्न सम्झौताहरूलाई चाहिँ पटक चाहिँ सम्झौता गर्ने अनि त्यो फाइल लिएर चाहिँ जुन सम्झौता गर्छ त्यो फाइल चाहिँ एकातिर लथालिङ्ग गर्ने अब त्यो हुन दिनु छैन। किनकि हामीलाई चाहिँ पटक सरकारले राज्यले चाहिँ फरक व्यवहार गरेर चाहिँ सडकमा पुर्याएको छ। 2028 सालदेखि 28 को चाहिँ शिक्षा ऐन छ, त्यही ऐनलाई टेकेर चाहिँ झन्डै 54 वर्ष लागेको छ। त्यो पुरानो ऐनलाई लिएर चाहिँ शिक्षकहरू त्यसमा छ। अनि विभिन्न प्रकारको चाहिँ शिक्षकहरू चाहिँ भएको छ। एउटै राज्यले चाहिँ एउटै राज्यमा एउटै विद्यालयमा पनि थरी शिक्षकहरू छन्। त्यही भएर अब त्यो थरीका शिक्षक होइन कि अब चाहिँ दुई एक समान हुनुपर्छ, व्यवहार एउटै हुनुपर्छ। अनि जस्तो आपत्ति बढोहरूका कुरा छन्, विभिन्न बढोका कुराहरू छन्, सर्वका कुरा छन्, लगायत यी कुराहरूमा सबै कुरामा चाहिँ समानता हुनुपर्छ भन्ने शिक्षकको माग हो। शिक्षकका जायज मागहरूलाई चाहिँ सरकारले यथाशीघ्र सम्बोधन गर्नुपर्छ र यदि सरकारले शिक्षकहरूको आन्दोलनलाई सकाउन खोजेको हो, फेरि पनि दबाउन खोजेको हो भनेपछि यसको नराम्रो मूल्य राज्यले चाहिँ बेहोर्नुपर्ने छ। यसको चाहिँ मूल्य, यसको नतिजा, यसको प्रतिफल राज्यले देख्नेछ। र आजसम्म जतिहरू शिक्षकहरू छन्, शिक्षकहरू अझै आउनेछन् र यो भिड अब केही दिनपछि राज्यले देख्न नसक्ने गरी यो भिड आउनेछ। तारिक छन्, नीतिगत छन् र त्यो भनेको अहिले झट्टै हेर्दाखेरि अहिले यहाँ भएका शिक्षकहरूको लागि मात्रै हुन सक्छ जस्तो लाग्छ। तर यो अहिलेको यहाँ भएका शिक्षकहरूको लागि मात्र होइन, यो आउँदै गरेको पुस्ताहरूको भविष्यको लागि, यो आउँदै गरेको पुस्ताहरूको भविष्य सुरक्षित गर्नको लागि पनि यो ऐन जारी हुनुपर्छ। 2028 को ऐन अब 2082 गराउनै पर्छ। त्यसमा शिक्षकहरू त्यसको लागि आन्दोलित हुन्। त्यसको लागि शिक्षकहरू चाहिँ देशैभरिबाट काठमाडौँको सडकमा आइरहेका हुन् र कुनै रहरले यहाँ शिक्षकहरू कुनै रहरले आएका होइनन्। यो शिक्षक लाग्छ होला शिक्षकहरू चाहिँ काम छैन होला, केही किन चाहिँ सडकमा लम्बा सरकार होला, उनीहरू आफ्नो हक अधिकारको लागि लड्नुपर्ने भएर चाहिँ आन्दोलनरत छन्।